भ्रष्टाचार अँध्यारोमा बलियो हुन्छ, उज्यालोमा कमजोर। र आज पनि देश धेरै ठाउँमा अँध्यारोमै छ। जनताले भोगिरहेका छन् तर बोलिरहेका छैन, किनकि डर छ काम रोकिन्छ कि भन्ने डर, फेरि दुःख पाइन्छ कि भन्ने डर। यही मौनताले भ्रष्टाचारलाई अझै सुरक्षित बन्दैछ यो देश। आज धेरैलाई लाग्न थालेको छ केही बदलिँदैन, किनकि उसले बारम्बार एउटै दृश्य देखिरहेको छ। घुस खाने यहाँ शक्तिशाली छन् र पीडित चुपचाप। तर इतिहासले के देखाउँछ भने जनताको आवाज भन्दा ठुलो शक्ति अर्को हुँदैन। जब मानिस बोल्न थाल्छ त्यही आवाज आन्दोलन हुन्छ। त्यही आन्दोलनले यो प्रणाली हल्लाउँछ। यो लडाई हतियारको होइन, आवाजको हो। यदि तपाईले घुस दिन बाध्य हुनु भएको छ भने, वा अन्याय देख्नु भएको छ, वा सिस्टमको डर भोग्नु भएको छ भने अब चुप नबस्नुहोस्। तपाईको एउटा अनुभव हजारौंको आवाज बन्न सक्छ। अब तोडिँदैछ मौनता र लाखौं आवाज उठे भने देश बदलिन बाध्य हुन्छ। भ्रष्टाचारी विरुद्धको सबैभन्दा ठुलो शक्ति जनताको सामूहिक आवाज हो। यही आवाजबाट सुरु हुँदैछ नेपालमा भ्रष्टाचार विरुद्धको मी टू अभियान।